यस प्रकार रहेका छन्। 1. प्रत्येक वर्षको पुष 15 गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय भएको छ। 2. गृह मन्त्रालय अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी प्रेरित स्वीकृत गर्ने निर्णय भएको छ। यसमा विभिन्न 9 स्थानहरू ताप्लेजुङको सिरिचंगा, डोल्पाको धो, मुगुको खत्यार, कालीकोटको राजकोट, बाजुराको कोल्टी, टोटीको बीपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेगौली र सङ्खुवासभाको हिदाननाङगढीमा इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने निर्णय भएको छ। 3. नेपाल नागरिकता चौथो संशोधन नियमावली 2082 स्वीकृत गर्ने निर्णय भएको छ। 4. वैदेशिक रोजगारीको सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिजा प्राप्त गरेका नेपाली नागरिकहरूले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपी सहित आवेदन पेश गरेको खण्डमा श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। त्यस्तै अर्को, नेपाल सरकार र मित्र राष्ट्र जापान सरकार बीच जापान इन्टरनेशनल ट्रेडिङ कोअपरेसन अर्गनाइजेसन जीट को अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धी निर्देशिका 2066 खारेज गर्ने निर्णय भएको छ। र 6. मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मध्य प्रदेशको प्रमुख सचिव पदमा सहसचिव श्री कमल प्रसाद भट्टराईलाई कायम मुकायम मुकरर गर्ने निर्णय भएको छ। र यो बाहेकका अन्य थप मन्त्री परिषदका निर्णयहरू यहाँहरूले हाम्रो सञ्चार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा पछि थाहा पाउनु नै हुनेछ।